हुन्छ त्यहाँदेखि यहाँ 5 मिनट पनि कुदेर भ्याइँदैन। एटलिस्ट त्यो आएर 10 मिनटपछि यो जाने गर्नुपर्ने क्या है। पहिला पहिला म बिहान फर्केर आउँदाखेरि कस्तो हुन्थ्यो, ठ्याक्कै यसरी नै भेट हुन्थ्यो होइन। तर त्यहाँबाट उत्रेर यहाँ आउँदा यो हिँडिसक्थ्यो क्या। यो चाहिँ गाह्रो आइल्यान्डतिर बस्नुलाई। एकचोटि छुट्यो भने अब अर्को हाफ एन आवर कुद्नुपर्छ। फेरि ठ्याक्क यो कलुन साइडबाट आउँछ अनि यो ठ्याक्क जानलाई अर्को आइल्यान्ड जानलाई रोकेर बसेको हुन्छ। अब यसलाई भेट्नलाई मान्छेहरू कुदेको हेर्नु है, कुदेन भने भ्याइँदैन। यिनीहरूले चाहिँ त्यो फेरि आएर अर्को 10 मिनट पुग्नुपर्ने यो जानलाई। हेर्नु है मान्छेहरू त्यो फेरीलाई लिनलाई कुदेको कुद्दै छ। 5 मिनटभित्रमा त्यो फेरि भेटायो भने भेटायो, नत्र अर्को 20-25 मिनट जति कुद्नुपर्छ। कुदा 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 यो चाहिँ कलुन साइडबाट आएको फेरि कलुन साइड भएर आउने यो सेन्ट्रल आइपुग्यो। अब यो चाहिँ आइल्यान्ड जाने फेरि। आइल्यान्ड बस्नेहरूले अब यो फेरीलाई भेटाउनलाई 5 मिनट मात्रै बाँकी छ। त्यही भएर कुद्दैछ। म चाहिँ यत्तिकै हावा खान गयो। अब त्यो फेरि गयो। अब फर्किन्छ, कलुन साइडै फर्किन्छ। पारी जान्छ। एकजनाले पनि हेर्दैन त मेरो भिडियो त। 6 मिनट भिडियो भइसक्यो, एकजनाले हेर्दैन भनेपछि मेरो पो छुट्टी त होइन, अरूको छुट्टी छैन होला। कतै कुनै देशमा सुत्ने बेला भइसक्यो होला, कुनै देशमा उठ्ने बेला भएको होला भर्खर। हाम्रो पो यहाँ इभिनिङ भयो त। 5C मल